तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिकामा अवस्थित यो ढोरबराही मन्दिर त्यहाँ अवस्थित छ। यहाँ भगवान विष्णुले वराह अवतार लिएर राक्षसहरूलाई नाश गरेको भन्ने किंवदन्ती हामीले सुन्न पाइन्छ। र त्यतिखेरै यो वराह निस्कने बित्तिकै यहाँ कुर्महरू थिए, कुर्महरू जन्म भए। हेला हेर्नुहोस्, यी सुनौला रङका सुनकै कुर्म हुन् भन्ने भनिएको छ। र अरू कुर्महरू पनि यहाँ छन्। यहाँ भएको यो जुन पत्थर छ, यो पत्थर वराहको जस्तै आकारको छ। अनि आएर यहाँ धेरै धेरै कुर्महरू पौडी खेलिरहेको देखिन्छ। अनि यसको विशेषता भनेको के छ भने जहाँबाट परबाट पानी आइरहेको छ, मैले यहाँलाई अलिकति जुम गरेर पनि देखाएँ हो, त्यो पानी आएको ठाउँमा पानी बन्द हुन्छ। अनि यहाँ तलको यो पानी जुन छ यो पनि सुकेर जान्छ। जब यी कुर्महरू त्यहाँ भित्र जान थालिरहेका छन्, ल हेर्नुहोस्, यी त्यहाँ पुगिसकेका छन्। भित्र पुगिसकेपछि यहाँको पानी सुक्छ। कुर्महरू भित्रबाट बाहिर आइसकेपछि सँगसँगै ठुलो पानी यहाँ बग्छ र यहाँ तलाउ बन्छ। यसैले गर्दाखेरि हाम्रो हेलो संयोजकज्यू, तपाईँ कता जानुभयो? उता यता आउनु, यता 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 हाम्रो यो भर्मट टोलीमा हाम्रो संयोजक कृष्णश्याम गिरिजी हुनुभएको छ। त्यस्तै गरी हाम्रो बौद्धिक नेता हाम्रो आदरणीय सर मिनबहादुर परियार, हात हल्लाइदिनु सर। मिनबहादुर सरले हात हल्लाइदिनु। मिनबहादुर सरले हात हल्लाइदिनु। त्यस्तै हाम्रो युवा भाइ अमित अधिकारी, हाम्रो सरस्वती माविको सहायक प्रधानाध्यापक हामी विपिन भन्छौँ माया गरेर, खिलबहादुर सर, हाम्रो अमित भाइ। त्यसपछि पर विष्णु सर हेलो विष्णु सरले त फोनमा कुराकानी गरिरहनु भएको छ। ल पर त्यस्तै गरेर हाम्रो ईश्वर सर यतातिर पोज दिएर फोटो खिचिरहनु भएको छ। अनि आएर मैले हाम्रो संयोजकज्यूलाई यो भ्रमणका क्रममा हामीलाई यहाँ ल्याउनु भयो, कस्तो लाग्यो प्रभु हजुरलाई? यहाँहरू मेरो अनुरोधलाई स्वीकार गर्दै ढोरबराही मन्दिरमा पाल्नुभएको म एकदमै खुसी छु, प्रसन्न छु। यहाँलाई हार्दिक बधाई। यसपछि हामी फेरि दमौलीतर्फ ब्यास गुफा हुँदै चितवनतर्फ प्रस्थान गर्न यहाँहरूलाई यो सेड्युल बताउँदै अब आफ्नो गन्तव्यतिर लाग्ने पनि म हार्दिक धन्यवाद। हाम्रो संयोजकज्यूलाई धन्यवाद। मैले यहाँहरूलाई फेरि दर्शन गराउने छु। हजुर पनि आएर मनोकांक्षा पुरा गर्नका निम्ति, यहाँ आएर दर्शन गरिदिनु हुनका निम्ति मैले पनि हार्दिक आग्रह गर्न चाहेँ। धन्यवाद। नारायण नमस्ते।